नमस्ते साथी, हजुरलाई मेरो युट्युब च्यानल रबिन टिप्स वेबमा स्वागत छ। आज म हजुरलाई एनर्जी र भिटामिनले भरिपूर्ण सिड्स र नट्सको बारेमा कसरी बनाउने र कसरी खाने भन्ने बारे जानकारी गराउन गइरहेको छु। यदि हजुरलाई भिडियो मन परे मेरो च्यानल रबिन टिप्स वेबलाई लाइक, कमेन्ट, सेयर र सब्स्क्राइब गर्न नभुल्नुहोस् है त। आज म हजुरको सामु विभिन्न प्रकारको बीज अर्थात् विभिन्न प्रकारको सिड्स लिएर आएको छु, जसले हजुरको स्वास्थ्यलाई हेल्दी बनाउनुको साथसाथै हजुरको शरीरलाई बलियो बनाउनमा एकदमै मद्दत पुर्याउनेछ। यो कसरी खाने र कसरी बनाउने भनेर यो भिडियो हजुरले अन्त्यसम्म हेर्नुहोस् है त। जसमा आज म ओखर अर्थात् वालनट, ठुलो बदाम अर्थात् आलमन्ड, फर्सीको बीज अर्थात् पम्पकिन सीड्स, खैरो तिल अर्थात् ब्राउन सिसामे सीड्स, आलस अर्थात् फ्लैक्स सीड्स, सूर्यमुखी बीज अर्थात् सनफ्लावर सीड्स, चिया अथवा टी सीड्स, सेतो तिल अर्थात् व्हाइट सिसामे सीड्स लिएर आएको छु। हजुरले पनि लिन सक्नुहुनेछ, जसलाई म राम्रोसँग सफा गर्न गइराखेको छु। हजुरले पनि राम्रोसँग सफा गर्नुपर्ने हुन्छ। यसमा भएको माटो ढुङ्गाहरूलाई राम्रोसँग केलाएर फाल्नुपर्ने हुन्छ। यी विभिन्न प्रकारको सिड्समा हजुरले भरपूर मात्रामा विभिन्न प्रकारको भिटामिनहरू पाउनुहुनेछ, जसमा प्रोटिन, हेल्दी फ्याट्स, फाइबर, क्याल्सियम, भिटामिन ई, बी भिटामिन पाउनुको साथसाथै हजुरको शरीरमा रहेको कोलेस्ट्रोल, ब्लड सुगर, ब्लड प्रेसर, थाइराइड र हार्टलाई ब्यालेन्स गरेर राख्नलाई मद्दत गर्छ। साथै यसले हजुरको छालालाई राम्रो बनाउनुको साथसाथै चम्किलो बनाउनेछ र हजुरको वेट लस गर्नलाई पनि मद्दत गर्दछ। यी सबै सिड्सहरूलाई राम्रोसँग केलाइसकेपछि हामीले यी सबै सिड्सहरूलाई पालै पालो रोस्ट गर्नुपर्ने हुन्छ। हामीहरूले हाफ रोस्ट गर्नुपर्ने हुन्छ, अर्थात् 40 to 50% यसलाई भुट्नुपर्ने हुन्छ। मलाई भुटेको फ्लेभर मन पर्ने भएको कारणले गर्दाखेरि म भुट्न गइराखेको छु। हजुरले नभुटेर युज गर्न पनि सक्नुहुनेछ। हाम्रो सबै सिड्सहरू सफा गरेर रेडी भइसकेको छ। मैले यसलाई भुट्न गइराखेको छु। मैले भुट्नलाई प्यान युज गरेको छु, जसलाई मैले ग्यासमा तताउनलाई राखेको छु। हजुरले पनि प्यान युज गर्न सक्नुहुनेछ। भुट्नलाई मैले सुरुमा सूर्यमुखी बीज अर्थात् सनफ्लावर सिड्स भुट्न गइराखेको छु। सिड्सहरू भुट्दा धेरै बेर भुट्नु हुँदैन, यसलाई 40 to 50% मात्र भुट्नुपर्ने हुन्छ। यदि धेरै भुट्न जाँदा यसमा रहेको भिटामिनहरू जलेर नष्ट हुने गर्दछ, त्यसैले धेरै बेर भुट्नु हुँदैन। सनफ्लावर सीड भिटामिन ई, भिटामिन बी, हेल्दी फ्याट्सको महत्त्वपूर्ण सोर्सेस हो, जसले थाइराइड, हार्ट प्रब्लम र ब्लड सुगरलाई ब्यालेन्स गरेर राख्न मद्दत गर्छ। सनफ्लावर सीड्स भुटेर रेडी भइसकेको छ। म आलमन्ड सीड्सलाई भुट्न गइराखेको छु। आलमन्डमा भरपूर मात्रामा भिटामिन ई, फाइबर र प्रोटिन पाउन सकिन्छ, जसले कोलेस्ट्रोल, ब्लड प्रेसर, हार्ट प्रब्लमलाई ब्यालेन्स गरेर राख्नलाई ठुलो भूमिका खेल्दछ। आलमन्ड हाम्रो भुटेर रेडी भइसकेको छ। हामीले यसलाई बलमा राख्न गइराखेका छौँ। त्यसपछि हामीले ओखर अर्थात् वालनट भुट्न गइराखेका छौँ। वालनट ओमेगा 3 को मुख्य सोर्सेस हो, जसले इन्फ्लामेसन रिडक्सन गर्नलाई धेरै मद्दत पुर्याउने गर्दछ। साथै यसले स्मरण शक्ति बढाउन पनि मद्दत गर्दछ। वालनट भुटेर रेडी भइसकेको छ। यसलाई हामीले बलमा राख्न गइराखेका छौँ। हामीले फेरि तिल अर्थात् सिसामे सीड भुट्न गइराखेका छौँ, जसमा सेतो र खैरो दुवैलाई एकैपटक भुट्न गइराखेका छौँ। तिल प्रोटिन, फाइबर र हेल्दी फ्याटको मुख्य सोर्सेस हो, जसले मुटु र हड्डीलाई बलियो बनाउनुको साथसाथै ब्लड सुगरलाई, ब्लड प्रेसरलाई ब्यालेन्स गरेर राख्नलाई मद्दत गर्दछ। तिल दुवै एकै प्रकारको भएर हामीले सँगै भुटिरहेका छौँ। हजुरले पनि सँगै भुट्न सक्नुहुनेछ। तिल भुटेर रेडी भइसकेको छ। हामीले बलमा राख्न गइराखेका छौँ।
तिल भुटिसकेपछि हामीले फ्ल्याक्सिड अर्थात् आलस भुट्न गइराखेका छौँ। आलस पनि एउटा बहुगुणी सिड्स हो जसले वेट मेन्टेन गर्नुको साथसाथै कोलेस्ट्रोल र ब्लड प्रेसरलाई ब्यालेन्स गरेर राख्न मद्दत गर्दछ। आलस पनि भुटेर रेडी भइसकेको छ। त्यसपछि हामीले चिया सिड्स भुट्न गइराखेका छौँ। चिया सिड्समा एन्टिअक्सिडेन्टको साथसाथै क्याल्सियम, भिटामिन ई प्रशस्त मात्रामा पाउन सक्दछौँ। यसले स्किनलाई राम्रो बनाउनुको साथसाथै कोलेस्ट्रोललाई ब्यालेन्स गरेर राख्नलाई मद्दत गर्दछ। चिया सिड्सले वेट लस गर्न पनि एकदमै मद्दत गर्दछ। चिया सिड्स भुटेर रेडी भइसकेको छ। हामीले पम्पकिन सिडलाई भुट्न गइराखेका छौँ। पम्पकिन सिड हाम्रो स्वास्थ्यको लागि महत्त्वपूर्ण सिड्स हो जसले निदाउनको लागि एकदमै राम्रो काम गर्दछ भने मुटु बलियो बनाउन पनि मद्दत गर्दछ र यसले इम्युनिटी पावर बुस्ट गर्न पनि धेरै मद्दत गर्दछ। पम्पकिन सिड्स भुटेर रेडी भइसकेको छ। त्यसपछि हामीहरूले अघि रेडी गरेर राखेको आल्मन्डलाई ग्राइन्ड गर्न गइरहेका छौँ किनभने आल्मन्ड र वालनट्सको साइज ठुलो भएको कारणले गर्दाखेरि यसलाई सानो साइजमा कन्भर्ट गर्दैछौँ ग्राइन्ड गरेर। आल्मन्ड ग्राइन्ड गरेर रेडी भइसकेको छ। वालनटलाई पनि ग्राइन्ड गर्न गइराखेका छौँ। वालनट पनि ग्राइन्ड गरेर रेडी गरिसकेका छौँ। सबै सिड्सहरूलाई एकै ठाउँमा मिसाउन गइराखेका छौँ। सबै सिड्स भुटेर रेडी भइसक्यो भने सबै सिड्सलाई हामीले एकै ठाउँ मिक्स गर्नेछौँ। राम्रोसँग यसलाई मिक्स गर्नेछौँ किनभने सबै पोर्सनहरू बराबर रूपमा आउनु पर्नेछ। खाँदाखेरि हामीले स्पुनमा लिँदा सबै सिड्सको पोर्सनहरू बराबर रूपमा आउनु पर्नेछ। त्यसैले यसलाई राम्रोसँग मिक्स गर्नुपर्ने। यो मिक्स सिडले हजुरलाई भिटामिनको सप्लिमेन्ट गर्नेछ साथै हजुरको शरीर बलियो बनाउनलाई धेरै मद्दत गर्नेछ र हजुरको वेट लस गर्न पनि मद्दत गर्नेछ। साथै लेडिजहरूको सिस्ट प्रब्लमलाई इम्प्रुभमेन्ट गर्नलाई पनि मद्दत पुगाउनेछ। राम्रोसँग मिक्स गरिसकेपछि हजुरले यसलाई बोतलमा प्याकिङ गरेर राख्न सक्नुहुनेछ। मैले आज ग्लासको बोतलमा यसलाई प्याकिङ गरेर राख्दैछु। ग्लासको बोतलमा हावा नछिर्ने गरी यसलाई प्याकिङ गरेर राख्दा यो धेरै दिनसम्म खान योग्य हुनेछ। हजुरले यसलाई 2 देखि 3 महिनासम्म युज गर्न सक्नुहुनेछ। यदि हजुरले नभुटेको मिक्स सिड्स युज गर्दै हुनुहुन्छ भने हरेक दिन साँझ 1 देखि 2 चम्चा सिड्स भिजाएर अर्को दिन बिहान खान सक्नुहुनेछ। मैले पनि हरेक दिनको सुरुवात यही मिक्स सिड्ससँग गर्दैछु। मेरो भुटेको कारणले गर्दाखेरि मैले पानी खाइसकेपछि हरेक दिन बिहान 1 देखि 2 चम्चा यो मिक्स सिड्स खाएर दिनलाई सुरुवात गर्नेछु। हस्त, थ्याङ्क यू।